जय श्री कृष्ण, जय श्री राम, जय श्रीमन्नारायण। विशेष त हिजोदेखि चाहिँ यहाँ भिडियो बनाउनुको विशेष के उद्देश्य छ भने विशेष गरेर हिजोदेखि मैले चाहिँ अब टिकटकभरि हाम्रो भनौँ न सोसियल मिडियामा विशेष त के आयो भन्दाखेरि एकजना हाम्रो इस्कनको गुरुजीले चाहिँ एउटा पोडकास्टमा चाहिँ स्त्री जाति आगो र पुरुष जाति बटर हुन् भन्ने चाहिँ एउटा उदाहरण चाहिँ दिनुभएको रहेछ। त्यो कुरालाई लिएर अब मैले पनि के नै रहेछ र भन्ने कुरा विस्तृत रूपमा हेर्नुपर्दा उहाँको विशेष गरी क्रिटिसिजम भनौँ न भइरहेको छ। यो विषयलाई लिएर थुप्रै देवीजीहरूले चाहिँ आफ्नो चाहिँ जो असहजता असहमतिहरू जनाइराख्नु भएको छ सोसियल मिडियामा। विशेष गरेर मैले बुझेर जाने अनुसार हामीले चाहिँ पहिला सुरु कुरा के बुझ्नु पर्यो भन्दाखेरि यसले गर्दा छोटो कपडा लाएर बलात्कार जन्ने कृत्य इत्यादि भइरहेका छन् भन्ने कुरा पनि त्यहाँ उठिरहेको थियो। जसमध्ये पनि मलाई थुप्रैजनाले यो विषयमा तपाईँले पनि बोलिदिनु पर्यो, केही भन्न पर्यो इत्यादि भनेर चाहिँ थुप्रै अनुग्रहहरू चाहिँ अब जो रिक्वेस्टहरू गरिरहनु भएको थियो। त्यस कारणले उहाँहरूको अनुरोधमा विशेष गरेर मैले के भन्न चाहन्छु भने विशेष गरेर उहाँ गुरुजीले यो कुरा कहाँबाट उठाउनु भयो भन्ने कुरा पनि म तपाईँलाई दर्शाउन चाहन्छु, बताउन चाहन्छु। र हामी पनि के छौँ भन्दाखेरि हामीले छोटो क्लिप सामान्य क्लिप कुनै अब सोसियल मिडिया सामाजिक सञ्जालमा देख्ने बित्तिकै हेर्ने बित्तिकै चाहिँ के गर्छौँ भन्दाखेरि हामी आफै त्यसको विवेचना गर्न पुग्छौँ कि त्यसलाई जोडेर भिडियो बनाउने तसर्थ कुरा कहाँबाट सुरुवात भयो बुझ्नु जरुरी छ। उहाँले के सम्बन्धमा भन्नुभयो हामी आफै वकिल जज चाहिँ सकेसम्म अलिकति अर्ली टाइम नबनौँ है। कुरा बुझिसकेपछि भन्दा उत्तम हुने हो। र कहिलेकाहीँ कस्तो हुन्छ म यहाँ चाहिँ कसैको पक्षमा बोल्न आएको भन्दा पनि विशेष गरेर यसको निष्कर्ष चाहिँ के हो त एउटा न्युट्रल पोइन्ट अफ भ्यू चाहिँ राख्न पर्यो भन्न खोजेको। विशेष गरेर यहाँ स्त्रीलाई पक्षमा राखेर कुरा गर्ने अथवा चाहिँ उहाँ गुरुजीलाई पक्षमा राखेर कुरा गर्नुभन्दा पनि सही र गलत चाहिँ के हो भन्ने कुरा गर्नुपर्छ हामीले है त। सबभन्दा पुरा हामी टपिकै सुरु के गरौँ भन्दाखेरि वुमेन्स आर लाइक फायर एन्ड मेन्स आर लाइक बटर इत्यादि भन्ने कुरा जोडिएको हुनाले गर्दाखेरि म तपाईँलाई कुरा निकाल्छु उहाँले यो कुरा चाहिँ कहाँबाट निकाल्नु भयो भन्ने कुरा हामी सबभन्दा बुझ्नु जरुरी छ। र हामी कुरा सुनेको भरमा हामीले एनालाइसिस गर्न थाल्छौँ। तर हामीमा कमजोरी के छ भन्दाखेरि हामीले आफ्नो शास्त्रको अध्ययन गरेकै हुँदैनौँ र शास्त्रको अध्ययन नगरिसकेपछि त यो कुरा सबै भ्रम हो अथवा सही हो भन्न चाहिँ मिल्दैन सबै केसमा। त्यस कारणले सही र गलत के हो भन्ने कुरा हामीले पहिला आफ्नो शास्त्रलाई पनि पढ्लाउनु पर्छ। हामी उहाँले यो कुरा चाहिँ विशेष गरेर श्रीमद् भागवत पुराण महापुराणबाट लिनुभएको कुरा हो है त। उहाँले उदाहरण चाहिँ त्यहाँबाट लिनुभएको हो विशेष गरेर। र हामीले उदाहरण चाहिँ विशेष गरेर कहाँबाट आयो इत्यादि भन्ने कुरा थुप्रैले सोध्नु गर्दाखेरि मैले चाहिँ उहाँको यो कुरा कहाँ पाएँ भन्दाखेरि हामी सबैले बुझ्नु पर्दा र जान्नुपर्ने कुरा भनेको भागवत महापुराणको सप्तम स्कन्दको 12औं अध्यायबाट उहाँले यो कुरा लिनुभयो है त। हामीले यो ध्यान दिनुपर्छ। के छ श्लोकमा भनेछ भन्दाखेरि नन्वाग्नि प्रमदा नाम घृत कुम्भसम पुमाम भन्ने कुरा के छ भन्दाखेरि यहाँ साक्षात् के लेखियो स्त्री भनेको आगो समान हुन् भनेको। स्त्री जाति भनेको सबै आगो जस्तै हुन्, आगो समान हुन् है त। र पुरुष जाति भनेको घिउको घडा हुन् भनेको, घिउको भाँडो हुन् भन्ने खोजेको है त। अब सम्बन्ध आगो र घिउको सम्बन्ध के कस्तो हुन्छ मैले सायद बुझाइराख्नु पर्दैन। हिजोदेखि मैले थुप्रै हेरिरहेको छु। उहाँ सबैले यहाँ त उदाहरण पुरा घिउ र बटर आगोमा ग्यासमै लगाएर देखाइराख्नु भएको छ थुप्रैजनाले। र कतिजनाको कुरा के आयो भन्दाखेरि घिउ र बटर र आगो भनेको नन लिभिङ यो निर्जीव कुरालाई हामी सजीवसँग जोडेर हुँदैन इत्यादि भन्ने कुरा पनि आयो। ठिक छ, यो कसैले मैले तपाईँले उहाँले भनेको भए छुट्टै कुरा हुन्थ्यो। तर हामीले शास्त्रलाई जो गलत भन्न मिल्दैन है त। यहाँ के लेखेको छ भन्दा आगो नै लेखेको छैन हजुरले, आगो समान हुन् लेखेको छ है त। आगो जस्तै हुन् भन्ने कुरा लेखिएको हो। र अर्को कुरा के जोडिएको छ भन्दाखेरि यहाँ सुतामपि रहो जयादन्यता यावदर्थकृत भन्ने कुरा के छ भन्दाखेरि जबसम्म एकान्तमा आफ्नो कन्यासँग पनि नबस्नु भनेको छ। पिताहरूले आफ्नो छोरीसँग पनि एकान्तमा नबस्नु भनेर लेखेको छ है त। कति गहिरो छ परि यसलाई चाहिँ व्याख्या गर्न समय लाग्छ। त्यसकारणले यो विषयमा अलिकति नआउला। त्यस कारणले हामी यो कुरा बुझ्नुपर्छ। र रह्यो कुरा यो हाम्रो भागवतबाट लिएको कुरा हो, सो यथावत कुरा हो। यसमा सही गलत भन्ने एकदम यथार्थ सही कुरा भन्नुभयो उहाँले, त्यसमा केही छैन।
एउटा तुलना मात्र गरिएको छ। र तुलना गरेपछि अर्को कुरा के आयो, छोटो लुगाको आएको छ है त। विशेष गरेर हामी जोड दिनु पर्यो छोटो लुगाको कुरा आयो। छोटो लुगा लगाएर बलात्कार एउटा जघन्यकृत यस्तो चाहिँ अपराधहरू भइरहेका छन् भन्ने कुरा, प्रोभोक गरिरहेको छ भन्ने कुरा पनि आयो। जसमध्ये पनि अब हामीले कुरा गर्नुपर्दा हामी मानवमा 11 मुख्यतः 11वटा इन्द्रिय छन् है। हामीले जस्तो सेन्स अर्गेन भने इत्यादि भन्ने गरिन्छ नि है, त्यसमा विशेष ध्यान दिनुपर्छ हामीले। जसमध्ये पनि 5वटा ज्ञान इन्द्रिय भनेको जसलाई हामी सेन्स अर्गेन भन्छौँ है, आँखा, कान, नाक, जिब्रो र त्वचा भनेको छाला इत्यादि जोडियो। र अर्को चाहिँ कर्म इन्द्रियमा के छ, हात, खुट्टा, गुदा भनेको तपाईँको मलद्वार र जननाङ्ग भनेको विशेष गरेर मूत्रद्वार अथवा चाहिँ प्रजनन अङ्ग इत्यादि भनियो, र मुख इत्यादि जोडियो। र अर्को अन्तिममा मन आयो। अब ध्यान दिनुहोस् है त, जब कर्म इन्द्रिय ज्ञान इन्द्रिय हामीसँग छँदैछ भनेपछि हामी जो चाहे तपाईँ ठुलोभन्दा ठुलो सन्यासी किन्नुहोस् र सामान्यभन्दा सामान्य एउटा बालकदेखि लिएर वृद्ध इत्यादिसम्म जोसुकै होस्, हामी इन्द्रियलाई बसमा हामीले राख्ने कि इन्द्रियले हामीलाई बसमा राख्ने भन्ने कुरा आउँछ। हेर्नुहोस्, यदि हामीलाई फरक के कुरा पारिरहेको छ, यो मनले। इन्द्रिय सबैमा एउटै भएको हुनाले चाहे जनावर होस् चाहे व्यक्ति मानव होस्, इन्द्रिय सबैमा हुन्छ। तर इन्द्रियका साथसाथ हामीमा के छ, मन भनेको बुद्धि, विवेक बनियो। त्यो बुद्धिको प्रयोग हामीले गर्छौँ कि गर्दैनौँ भन्ने कुरा पनि आयो त्यही है त। अब रह्यो कुरा भनौँ न, बलात्कार जन्य कृत्य किन हुन्छ भन्दाखेरि जब हामी मन आफ्नो इन्द्रियको गुलाम हुन्छौँ नि, त्यस्तो घटना त्यति बेला घट्ने हुन् है त, जब हामी इन्द्रियको गुलाम हुन्छौँ। हामीले इन्द्रियलाई गुलाम बनाउने हो भन्ने कुरा। यसमा तपाईँको के छ भन्दाखेरि गीता, भगवत गीताको कुरा गर्दैछु मैले आफ्नो व्यक्तिगत कुरा केही भने सब जे लेखेछ शास्त्रीय कुरा गर्दैछ तपाईँसँग। नास्ति बुद्धिर्युक्तस्य च युक्तस्य भावना नाचा भावेत शान्तिर्शान्त्यस्य कुतः सुखम भनेको, जो व्यक्तिले आफ्नो मन र इन्द्रियलाई जितेको हुँदैन त्यो भनेको मूर्ख हुन्छ अरे। जसले आफ्नो मन र इन्द्रियलाई जित्दैन, इन्द्रिय भन्ने कुरा फेरि कतिपय जना नबुझ्नु होला भन्दाखेरि आँखालाई जे देख्यो, जे सही लाग्यो त्यही नै मेरो हुनुपर्छ, कानले सधैँ मेरै बारेमा मात्र सही सुन्नुपर्छ है, नाकले सधैँ राम्रो मात्र बास्ना आओस् वरिपरि भनेर सोच्नुपर्छ। र अर्को कुरा के छ, मुखले मात्र सधैँभरि चाहिँ मैले चाहिँ जहिले पनि राम्रो स्वाद राम्रो खाना इत्यादि पाऊँ भन्ने कुरा, राम्ररी बोल्न पाऊँ भन्ने कुरा के छ भन्दाखेरि जहिले पनि हामीले सोचे जस्तो हुँदैन कि हामीले चाहे जस्तै हुनुपर्छ भन्ने पनि हुँदैन। त्यस कारणले त्यसलाई हामीले के गर्नु पर्छ, कन्ट्रोलमा राख्नुपर्छ। र यसमा चाहिँ स्त्री पुरुष होइन, सबै बराबर हुन्छ। स्त्रीको लागि पनि यो कुरा लागु हुन्छ, पुरुषको लागि पनि कुरा लागु हुन्छ। त्यस कारणले यहाँ स्त्री पुरुषको भन्ने कुरा भएन है, सबैको कुरा भयो। जसरी हामीले चाहिँ इन्द्रियाणाम हि चरताम यन मनोनुविधीयते तदस्य हरति प्रज्ञाम वायुर्नमामि वाम भसी भनेको जस्तै जलमा चाहिँ सागरमा नाउ चाहिँ वायुले हरिदिन्छ भनेको जतातिर जाद्रै वेग आयो वायुको हावाको त्यतितिर बगाएर लैजान्छ भने जस्तै हाम्रो इन्द्रिय पनि जे देख्यो त्यसैमा बगेर गइरहेको छ अचेल चाहिँ हो, त्यो चाहिँ गलत हो। यसलाई चाहिँ हामीले नियन्त्रणमा राख्नुपर्छ, विशेष गरेर त्यो ध्यान दिनु पर्यो है त। दोस्रो कुरा यो आयो हाम्रो इन्द्रिय सम्बन्धी। रह्यो कुरा कपडा चयन गर्ने कुरा है त। अब कपडाको कुरा शास्त्रीय विधिले कुरा गर्नुहुन्छ भने कपडा भन्ने कुरा चाहे पुरुष होस् चाहे महिला होस् सबैले मजाले लुज कुरा खुकुलो लुगा लाउनुपर्छ भन्ने कुरा आयो है त। त्यो दुईटैको लागि लागु हुन्छ, स्त्रीलाई मात्र होइन पुरुषलाई मात्र होइन, दुईटैलाई लागु कुरा हुनु हो एकदम सामान्यतः कुरा गर्नुपर्दा। र अर्को कुरा के आयो, छोटो कुरा लगाएर मात्र बलात्कार हुनेको जुन कुरा मात्रैवाला कुरा आयो त्यो चाहिँ गलत हो। किनभने यहाँ बलात्कार जन्य कृत्य त सानो भर्खर 6 महिनाको बच्चादेखि लिएर 80 वर्षको बुढी आमाको समेत भइरहेको छ। अब चाहे तपाईँ नाङ्गे नै किन्न हिँड्नुहोस्, सामान्य एउटा कुरा, मती नाङ्गे चाहिँ को हिँड्छ जसको मती बिग्रियो, भ्रष्ट भयो, दिमागले काम गर्न छोड्यो, ऊ मात्र हिँड्ने हो अहिले चाहिँ नाङ्गे भएर। अब नाङ्गे भएर कोही विशेष गरेर दिमागले मानसिक अवस्था बिग्रिएको गुमाएको कोही स्त्री कोही चाहिँ बाटोमा हिँड्नुहुन्छ भने अब पुरुष जतिले त्यो देख्ने बित्तिकै दौडेर गएर बलात्कार गरिहाल्ने भन्ने कुरा त हुँदैन पक्कै पनि है। र त्यसरी नै हुने भए त पुरै हाम्रो समुद्रको किनारमा बलात्कारकै घटना मात्र आउने गर्थ्यो। त्यस कारणले यो कुरा खाली कपडालाई मात्र नजोडौँ है, कपडा केही हदसम्म त्यसको पाटो बन्ला। किनभने इन्द्रिय भन्यो भने
हामीले आँखा त हामी बन्द गरेर हिँड्न सक्दैनौँ। आँखाले देख्यो भने केही कुराको मैले भने उत्तेजना भन्ने कुराको जोडियो कि भन्ने कुरा जोडिरहेको छन् यहाँ व्यक्तिहरूले विशेष गरेर। अब आँखालाई काम वासना भन्ने कुरालाई हामीले सप्रेस गर्छौँ कि यसलाई हामीले नियन्त्रण, यो चाहिँ कस्तो भन्छ नि, यो घटना चाहिँ के हो, किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि हामी यसको पाटो पनि खोज्नुपर्छ। किनभने हामीले के सिकाइयो भन्दाखेरि हामीले पहिला बुझ्नुपर्छ बलात्कार भनेको गलत कुरा हो, पहिला त यो जान्न पर्यो। र अर्को कुरा यसको कारण मुख्यता के हो त्यो पनि बुझ्नु पर्यो। अब यसको कारणमा हामीले कपडालाई मात्र नजोडौँ है त, कपडालाई मात्र हामीले यसको कारण मात्र नजोडौँ। कपडामा पहिला कुरा के सिकाउनु पर्यो, कुनै स्त्री जातिलाई कपडा छोटो लगाऊ भन्दा पनि पुरुषलाई पनि साथसाथमा यो गर्नु गलत हो, यो गलत काम हो भन्ने कुरा त सिकाउनु पर्यो। यहाँ कसैको परिवारमा छोटो लुगा लगाएको केटीलाई गएर बलात्कार गरिहाल भनेको चाहिँ सिकाउनु हुन पके पनि, तर अहिलेको समयको माग के आएको छ भन्दाखेरि बाबु यो गलत हो भन्ने कुरा सिकाउनै पर्छ। हेर्नुहोस्, चाहे स्त्री होस् चाहे पुरुष होस्, सबैलाई कुरा जे गलत हो गलत हो, त्यो सही हो भने सही हो भन्ने कुरा जोड्न पर्यो। हेर्नुहोस् मुख्यतः किनभने भनौँ न हामी के छ भन्दाखेरि हामी विवेक मान्छे भइसकेपछि, पढिसके लेखिसके भएपछि सबै कुरा के छ भन्दा आचारहीनम नापुनन्ति वेद यद्यपदिता ससड भृङ्गै छन्दानाम स्नेनम मृत्युकाले त्यजन्ती नीडम शकुन्तला इव जातपक्षिया भन्ने कुरा छ। अब यहाँ के छ भन्दा शिक्षा, कल्प, निरुक्त, छन्द, व्याकरण र ज्योतिष यी 6 अङ्गो सहित अध्ययन गरेको वेद अध्ययन गरेको व्यक्ति पनि यदि आचारहीन छ भने, उसको आचरण ठीक छैन भने, आचार विचार ठीक छैन भने त्यो व्यक्तिले विशेष गरेर त्यो मूर्ख हुन्छ अरे। हेर्नुहोस्, त्यस कारणले सबैभन्दा मूल कुरा यहाँ के आयो भन्दाखेरि हाम्रो विवेक आयो, यो नियन्त्रण हुनुपर्छ, चाहे स्त्री चाहे पुरुष। मैले दुईटालाई समेटेर कुरा गर्दैछु है त। त्यस कारणले यहाँ न त कपडाले गर्दा कुरा बिग्रेको हो, न त दृष्टिकोणले गर्दा कुरा बिग्रेको हो। कुरा बिग्रेको त केवल मात्र भनेको मानव मूर्खताको कारण बिग्रेको, जसको इन्द्रिय वशमा हुँदैन ऊ चाहिँ मूर्ख बराबर हुन्छ, मूढ बुद्धि हुन्छ। त्यस्ता व्यक्तिले यस्तो जघन्य अपराधहरू गर्ने हो। र कतिपय कुरामा मैले के देखेँ भन्दाखेरि हामीले अलिकति सामान्य रिल्याक्स भएर यसको एनालाइसिस गर्नुपर्ने हुन्छ कि अहिले सोसियल मिडियामा टिकटकमा भरिभराउ के छ, कति चाहिँ देवीजीहरूले त हाम्रो किशोरीजीलाई, राधारानीजीलाई पनि पहिलाको जमानामा राधारानी र कृष्णजी नाङ्गे हिँड्थे भन्ने कुरा पनि गरे। राम यस्ता जघन्य अपराध यो चाहिँ मुखमा बाणीमा पनि उहाँको कसरी समायो भन्ने कुरा है त। हामीले मानवसँग कुरा गर्दा गर्दा सिधै हामी साक्षात् जननी परमेश्वरी उहाँसँग परमेश्वरसँग कुरा लग्दियौँ है, उहाँसँग तुलना आफ्नो नगरौँ है। यो चाहिँ एकदम ठुलै पाप जस्तो लाग्छ मलाई। त्यस कारणले त्यहाँसम्म कुरा नपुऱ्याउँ। हामी सामान्य कुरा के छ भन्दाखेरि उहाँले भन्न चाहिँ खोज्नु के छ, हामीले बुझ्न चाहिँ कसरी बुझ्ने भन्ने कुरालाई मात्र फरक पर्ने। त्यस कारणले हाम्रो विचार र धारणा अलिकति बदलिनुपर्ने जरुरी देख्छु मैले। विचार बदलियो, संस्कार बदलियो, हाम्रो आचार विहार शुद्ध भयो भने हामीले यो कुरा सिकाउनु। किनभने अन्तिम भनिएको छ नि त, सबै पुरुषलाई के भनिएको छ भन्दाखेरि आफ्नो भार्य, आफ्नो पत्नी बाहेक अरू सबै स्त्री चाहिँ आफ्नो मातृभावले हेर्ने भन्ने कुरा छ यहाँ शास्त्रमा। माताको दृष्टिकोण गरेर हेर्ने भन्ने कुरा आयो नि त है। त्यस कारणले गर्दाखेरि हाम्रो बुद्धि हामी परिवर्तन गर्नुपर्छ। कपडाले त केही हदसम्म गर्ला, तर पूर्ण त कपडाले मात्र सबै कुरा गलत हो भन्न चाहिँ मिल्दैन। किनभने अब यस्तै संस्कारको कुरा, इज्जतको कुरा आउँदाखेरि केही समय पूर्व चाहिँ हाम्रो भारतमा पनि पूज्य श्री प्रेमानन्द बाबाजीलाई पनि बडा गाली गरियो, आदरणीय श्री अनिरुद्धाचार्यजीलाई पनि बडा सबले गाली इत्यादि गरे। तर जे कुरा सही हो सही कुरा बुझ्न पनि पर्छ, जे कुरा गलत हो त्यसलाई गलत पनि भन्न सक्नुपर्छ। त्यस कारणले यहाँ स्त्री यो हुन् भन्दै, स्त्री आगो हुन् भन्दैमा यो नराम्रो पक्ष त केही बोल्नु भएन, पुरुष बटर हुनु भन्दैमा केही पनि नराम्रो भएन भन्ने कुरा हो। त्यस कारणले किन भनिएको भन्ने कुरा पनि बुझ्नुपर्छ, भन्ने किन के सन्दर्भमा भनियो है त, के रिफरेन्स दिँदाखेरि कहाँको रिफरेन्स कहाँ मिलेन भन्ने जस्तो कुरा मात्र भएको हो। त्यस कारणले कोही सही कोही गलत भन्ने हुँदैन, यहाँ हाम्रो दृष्टिकोण मात्र अलिकति गलत भएको हुनसक्छ। त्यस कारणले यथार्थ यही हो है त। हाम्रो बुद्धि विवेक सही भयो भने यस्ता घटनाहरू घट्न हामी रोक्न सक्छौँ। यति भन्दै राधे राधे, जय श्री कृष्ण।